ज्यान मार्ने कसुर निम्न अवस्थामा पनि हुन्छ। कसैले कसैको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको कारण पछि ज्यान मरेमा, त्यसैगरी कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानी वा विश्वास गर्नुपर्ने कारण हुँदाहुँदै त्यस्तो व्यक्तिलाई मर्न दिएमा वा नबचाएमा, र त्यसैगरी रिस इबी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा ज्यान सम्बन्धी कसुर गरेको मानिन्छ। यसरी ज्यान सम्बन्धी कसुर गरेकोमा मुलुकी अपराध संहितामा सजायको व्यवस्था गरिएको छ। यस्तो किसिमको कसुर गर्ने व्यक्तिलाई जन्म कैदको सजाय हुन्छ। गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिन हुँदैन। कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने काम गरेबाट कसुरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान लिनु हुँदैन। यस्तो आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान लिने व्यक्तिलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 1 लाख रुपैयाँदेखि 1,50,000 रुपैयाँसम्म जरिवाना हुन्छ।